नमस्कार, म ज्योतिषी कल्पना सुवेदी। यस भिडियोमा म तपाईँहरूलाई बताउँदैछु भदौ 1 गते नागपञ्चमी रहेको छ र यस दिनमा हामीले नागको पूजा कसरी गर्ने, कुन मन्त्रले गर्ने र त्यस पछाडि चाहिँ नाग पूजाको सामग्रीहरू के हो र साथसाथै हामीले त्यस दिनमा चाहिँ के कामहरू गर्न हुँदैन। यस भिडियोमा म बताउनेछु। भिडियोलाई स्किप नगरिकन पुरा हेर्नुहोला है त। र साथसाथै तपाईँहरू विश्वको जुनसुकै ठाउँमा रहेर पनि अनलाइन ज्योतिष सेवा लिन सक्नुहुनेछ र साथसाथै कुनै समस्याहरू रहेमा समाधान पनि पाउनुहुनेछ। त्यसको लागि मेरो प्रोफाइलमा भएको नम्बरबाट जोडिन सक्नुहुन्छ र धेरैजनाको गुनासो के आइरहेको हुन्छ भने मेरो जन्ममिति मिलेको छैन, मेरो टाइमिङ थाहा छैन भन्ने खालको अन्योलता छ। यदि त्यो अवस्था छ भने तपाईँको फेस, हाइट र हस्तरेखाबाट चेक गरिनेछ र प्रोफाइलमा राखिएको नम्बरबाट जोडिनुहोला है त। आउनुहोस् लागौँ विषयवस्तुतर्फ नै। नेपाली परम्पराअनुसार घर घरमा नागको पूजा गरी नागको मूर्तिमा फोटोमा पूजा गरेर घरको मूल ढोकामा नागको तस्बिर टाँस्ने चलन छ। कतिले रेडिमेड टाँस्नुहुन्छ भने कतिले अष्टनाग बनाएर नै चित्र आफै कोरेर नागको पूजा गरेर टाँस्ने गर्नुभएको हुन्छ। नागदेवताको पूजा गर्दाखेरि आवश्यक सामग्री भनेको पहिलो त दुध। नागदेवताको निकै प्रिय दुध मानिन्छ र गाउँघरतिर विशेष गरेर अघिल्लो दिन नै दुध चोखा राख्ने र भोलिपल्ट त्यही मही मथेर घिउ निकाल्ने अनि त्यो घिउ चढाउने चलन छ। र त्यस्तै गरेर नतताएको नपकाएको दुधको आवश्यक हुन्छ। अनि त्यस्तै गरेर दुबो, कुश, सिन्दुर, लाबा, मकै वा धानको लाबा बनाउने चलन छ। नागको चित्र वा प्रतिमा, अक्षता, अबिर, चन्दन, फुलमाला, त्यस्तै गरेर चाहिँ धूप, दियो जुन कि गाईको घिउमा अझै सकिन्छ भने गाईको घिउमा बनाउने, नभए पनि तेलमा दियो बाल्न सक्नुहुन्छ। प्रसादीको लागि केही फलफुलहरू बनाउन सक्नुहुने भयो र खिर पकाउने चलन छ त्यस दिनमा। र साथै एउटा तामाको अङ्खरामा जल, यति सामग्री तपाईँले लगेर चाहिँ पूजा गर्नुपर्ने हुन्छ नागदेवताको। नागदेवताको पूजा गर्दाखेरि विशेष गरेर तपाईँले ओम नमो नागराजाय नमः भनेर चाहिँ नागदेवताको मन्त्रहरू उच्चारण गर्न सक्नुहुन्छ। सकेसम्म 108सम्म उच्चारण गर्ने। विशेष गरेर नागदेवताको पूजा गरिसके पछाडि हामीले प्रार्थना गर्ने गर्छौँ। प्रार्थनामा चाहिँ हे नागदेवता, मेरो घर परिवारमा सुख शान्ति समृद्धि छाओस् र हामीले जानी नजानी अन्जानमा गरेका गल्तीहरू क्षमा गरिदिनुहोस् र हाम्रो घरमा सर्प, चट्याङ, त्यसै गरी अग्निको भय नहोस्, सबैलाई सुख शान्ति समृद्धि प्रदान गरिदिनुहोस् भनेर हामीले चाहिँ नागदेवतासँग प्रार्थना गर्ने गर्छौँ। र ओम नमः शिवाय, ओम नागदेवताय नमः भनेर चाहिँ अन्त्यमा तपाईँहरूले उक्त मन्त्र जपेर र नागदेवतालाई ढोग गर्न सक्नुहुनेछ।